बार्सिलोनाको जिमी ग्रेसी भन्ने एउटा व्यक्ति, एउटा भर्खरको युवक भनौँ न, 20 वर्षको युवक चाहिँ आफ्नो गर्लफ्रेन्डलाई लिएर खोलाको किनारामा गएका थिए र उसले चाहिँ अब प्रपोज गरिरहेको थिए। त्यहाँनिर प्रपोज गर्दा गर्दै उसको खुट्टा चिप्लेर चाहिँ ऊ लडेर चाहिँ खोलामा डुबेका थिए र 2-3 दिन हराएका थिए र उसको परिवारले चाहिँ डरले खोज खन्तला सबैतिर भएको थियो, रिपोर्टहरू भएको थियो, पुलिस रिपोर्टहरू सबैतिर खोज्दाखेरि भेटिएको थिएन। 2-4 दिन पछाडि भेट्दाखेरि उसको लास मात्र भेट्यो होइन। उसको परिवारमा धेरै नराम्रो बितिरहेको छ। अब यसबाट एउटा सानो एउटा कुरा चाहिँ तपाईँहरूलाई म के भन्न चाहन्छु भने होइन, यदि तपाईँहरूको मन परेको व्यक्ति मान्छेहरू छ भने चाहिँ त्यस्तो खतरनाक ठाउँतिर चाहिँ नजानु होला, जहाँ चाहिँ अब नेपालमा पनि धेरै घटनाहरू घटेका थिए होइन। टिकटक बनाउँदाखेरि, फेसबुक बनाउँदाखेरि चाहिँ त्यस्तै ठाउँतिर गएर धेरैजनाले ज्यान गुमाएका थिए र त्यसमा अहिले एक यो जिमी ग्रेसी भन्ने एउटा बार्सिलोनाको एउटा युवक, 20 वर्षीय युवक परिएको छ। र सबैजनाले यही भन्न चाहन्छु कि आफूले भिडियोहरू बनाउने बेलामा होइन, अथवा या गर्लफ्रेन्डलाई प्रपोज गर्ने बेलामा त्यस्तोमा नगइकन बरु रेस्टुरेन्टमा जानु, तपाईँहरूको अलिकति खर्च त्यहाँ हुनसक्छ होइन। रेस्टुरेन्टमा गएर गर्नुहोस्, आफ्नो ज्यान नगुमाउनुहोस् त्यस्तो खतरनाक ठाउँतिर जाँदाखेरि। एकदम स्याड न्युज हो है सबैजनाको लागि। एउटा मानवताको हिसाबले भनौँ न, मानवताको हिसाबले त एउटा स्याड न्युज हो नि त। हामी त होइन सबैजना मानिस हो, बाँचिन्जेलसम्म रमाउने कमाउने भन्ने हुन्छ होइन, बस्ने रमाउने भन्ने हुन्छ। तर ऊ त अब सानै उमेरमा यस अकालमै ज्यान गुमाउन पुग्यो है। रेस्ट इन पिस, स्वर्गमा बास होस् है।